ल सबैलाई नमस्कार व्यक्त गर्न चाहन्छु। यति बेला म लसरका बेसीमा आइसकेको छु। हाम्रो लगायतका सबै मित्रहरूले मलाई स्वागत गरिसक्नु भएको छ। कता हो किनार प्यारो गाइस हामी श्यामरानासँग छौँ। यता हेर्दिनुहोस् श्यामराना ल यता हेरिदिनुहोस् ल यता हेलो भनिदिनुहोस् श्यामराना चाहिँ यता हेरिदिनुहोस् हेलो भनिदिनुहोस् ल मेरो भ्युअर्सहरूलाई के भनिदिन चाहनुहुन्छ? आई लभ यु भन्छु। सबैले लाइक कमेन्ट सेयर र सब्स्क्राइब गरिदिनु होला। हामी यो लसरका बेसीको रमाइलो कार्यक्रममा छौँ है त। श्याम भाइ काठमाडौँ गाउँले आज नहाले त ल त्यो पक्कै पनि हाम्रो जितबहादुर सिंहजालीलाई प्रचार गर्दै पनि यसरी पनि आगो पहिल्यै आएको खुसी लाग्छ यो ठाउँमा आउन पाउँदाखेरि। त्यति बेलाको साथीहरू हाम्रो डम्बर राणा भन्ने कता हुनुहुन्छ मलाई धेरै सम्झेछ भनिदिनु। लीला मास्की राणा ओ त्यहाँ माथिको हुनुहुन्छ गरे त्यति बेलाको साथी मेरो। त्यसपछि लगायत थुप्रै साथी थिए। यहाँ धने दाई पनि हुनुहुन्थ्यो छन् कि छैनन्? मेरो साथी हो धने दाई।
है ल ठिक छ कोही बात नै यतातिर के छ मेरा बाबा फिलिङ हेरे झै भएको छ अन्तै बालकुनीमा बसे झै भएको छ ठिक छ रङ्गशाला भएको छ मेरो बाबु यति राम्रो भएछ यो ठाउँ पनि बेसरी विकास भएछ 2064 सालमा यतातिर हाम्रो मोहन पाण्डे के भन्छ गरे शङ्कर पाण्डेको पछि पछि लाएर आउँदाखेरि यतिको थिएन भाइ छ भेटिया छ हो भने जस्तै भएको छ भन्छ नेपाल ल ठिक छ यी जेन्जी टोली फेरि टुक्रिए फेरि ल त्यो कोही बात नै सन्चै हुनुहुन्छ यता कता हुनुहुन्छ त खेलाडी टोली फेरि कता गयो जित्नेले नफुलाउँदै गयो हार्ने गर्दै गयो फेरि जित्नु हार्नु जिन्दगीको खेल हो हेर केटकेटी है त जिन्दगी हार्यो भनेर खेचिने जित्यो भनेर मचिनी गर्नुहुन्न सदा बारभर हिँड्न पर्छ जस्तै म हेरो त जिन्दगी कति भिडे हुम्ला प्रतियोगितात्मक तरिकाले कति हिँडे हुम्ला पूर्व पश्चिम उत्तर दक्षिण आज यसरी लसरका बेसीमा आउनु पाउने पनि एउटा निरन्तरताले गर्दा एउटा इमान्दारिताले गर्दाखेरि आएको हो कि होइन त्यस भएर तपाईँहरू खेल जगत